अलराइट गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आशा छ कि हजुर सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अनि अब म चाहिँ तलतिर झरिसकेको छु होइन। अब त्यति हुन लाग्छ होइन। यहाँ पछाडिको साइडबाट पनि यहाँबाट सर माथितिर नि जानेछ होइन। लास्ट टाइम चाहिँ म जङ्गलको बाटो हुँदै आएको थियो भने योपालि चाहिँ यही रोडको बाटोबाट आएको छु होइन। अनि यहाँ चाहिँ मेरो अगाडि देख्न सक्नुहुन्छ मजाले यहाँ च्याङबारीहरू यस्तो मजाले होइन। अनि मजाले अहिले चाहिँ जस पानी पर्ला पर्ला जस्तो पनि भएछ, ठेगान चाहिँ छैन होइन। पर्न पनि सक्छ नपर्न पनि सक्छ। अनि यहाँ जस मान्छेहरू चाहिँ मजाले हल्का फुल्का चाहिँ चहल पहल हुने रहेछ लभली डाँडामा। अनि अहिले चाहिँ मौसम चाहिँ एकदमै शीतल छ। अनि लास्ट टाइम हल्का सानो योबाट चाहिँ म किन आएँ भने चाहिँ लास्ट टाइम चाहिँ उता जङ्गलको बाटोबाट गएको थिएँ होइन। अनि त्यतातिर चाहिँ पानी परेको थियो। पानी परेपछि चिप्लो हुने रहेछ। अनि बाटो नि एकदम चिप्लो अनि लडिने समस्या होइन। अनि त्यो एरियाबाट चाहिँ अलि जङ्गल छ नि त। अनि त्यहाँ चाहिँ जुगाहरू पनि लाग्यो है। घर आउँदा बल्ल थाहा भयो कि एकदम कठिन अवस्था कि एकदम यो चाहिँ अब ठिकै छ। यो पनि अब रोडको बाटो होइन। यहाँ भ्यूको लागि चाहिँ एकदम बबाल देखिन्छ है। भ्यूको जस पोखरा बजारहरू बबाल देख्छ यस्तो हेर्नु न क्या पुरै भनौँ न है। मसिनो पुरै कमिलाहरू जस्तो कि जस त्यतातिर चाहिँ एकदम बस्नु चाहिँ एकदम आनन्द छ है। एकदम चिल एकदम लभली डाँडामा एकदम चिल गर्ने रमाइलो पनि छ है। अनि यतातिर चाहिँ मान्छेहरू इभिनिङ वक होइन गर्नु आउँछ होइन। एकदम इभिनिङ गर्नलाई पनि एकदम बेस्ट छ यार यो ठाउँ चाहिँ एकदम। जस म पनि इभिनिङ वक गरे जस्तै भएको छु है। ठिक छ कि। अनि यतातिर चाहिँ हजुरहरूले ओके देख्न सक्नुहुन्छ होइन। यस्तो सानो सानो टिनहरूमा यसो खानपिनका यसो सामग्रीहरू खानेकुराहरू एकदम जस ठाउँमा छ। जस एकदम चौतारा दिएर एकदम मान्छेहरू होइन बसेर एकदम चिल मारेको राखेको छ। अनि यहाँ यस्तो लोभलाग्दो दृश्य हेर्दै होइन जस यतातिर चाहिँ एकदम रमाइलो छ भन्नु पर्यो। अहिले चाहिँ रोड पनि जस एकदम स्मुथ छ है। धेरै फराकिलो त छैन हजुरहरूले देख्न सक्नुहुन्छ होइन। तर एकदम यो बाटोबाट आउने भयो भने एकदम जो सहज हुँदो रहेछ सजिलो होइन। तर आउन चाहिँ आइरहेको थिएँ होइन। अनि त्यही हो त गाइस। अब यहाँबाट त मस्त अब काउधरा र सबै गुम्बाहरू व्हाइट गुम्बादेखि लिएर सबै देख्न सक्नुहुन्छ होइन। त्यही हो। अब यसो छाटकाट हेर्दाखेरि चाहिँ पानी मौसम हेर्दा यस्तो छ कि गाइस एकदम पानी पर्ला जस्तो पनि लागेको छ है। यहाँबाट त अब रोड त आइसक्यो कि होइन। धेरै टाढो त छैन। अनि यो पनि सायद यो पसल होला होइन। पसल होला तर बन्द छ है। अनि यहाँ चाहिँ बोकाहरू चाहिँ निकै चढाउन लाउँदो रहेछ है। ल म यहाँ रोडमा झरिसकेँ। यहाँबाट चट्ट लाएर भ्यू देख्न सक्नुहुन्छ है। मान्छेहरू चाहिँ एकदम जस एकदम चिल्ड मार्न आउँछ क्या। तर बसेर त्यहाँ एकदम छुट्टै किसिमको एकदम आनन्द आउँछ कि गाइस एकदम भनौँ न। अब कतिपय त आइसकेकोहरूलाई थाहा छ नि त त्यो कुराहरू होइन। त्यही हो भन्न चाहन्छु गाइस। यस्तो छ है। होइन अन गरेको छैन त्यति चेक गरेको हो कि बना होइन। बना छैन कि कस्तो रहेछ। टक्क लाएर यहाँ चाहिँ देख्न सक्नुहुन्छ। टक्क लाएर बाटोमा चाहिँ स्कुटर होइन रोक्दै यहाँ चाहिँ के भन्छ खानपिनहरू एकदम चट्ट होटेलहरू सानो झुरो टाइपको होइन एकदम छ कि जोस रमाइलो छ भन्नु पर्यो साथीहरू। अनि मलाई नि जोस रमाइलो लागेको छ है। अहिले त्यो केटीहरूले चाहिँ
गफ दिइरहेको थिएँ कि भ्लग बनाउँछु यताउता भनेर होइन। पछि चाहिँ मैले त्यहाँ अगाडि क्यामेरा लिएर तेर्साएको त पुरा तिनीहरू त्यत्तिकै डरायो है। खासै डराउनु पर्ने त पुरै थिएन त्यत्तिकै, किन हो मान्छेहरू त्यत्तिकै डराउने हो। केटीहरू त औडा लाग्यो मलाई, त्यही हो साजेर गाई। केटीहरू चाहिँ एकदम औडा रहेछ कि ल ठिक छ केही छैन। अनि त्यही हो गाइस, एकदम शीतलै चाहिँ शीतलै भएछ है। बेलुकीको समय छ त्यही भएर पुरा के यस्तो देख्न सक्नुहुन्छ होइन, हरियाली है जतातिरै। अनि यस्तो मजाको हुन्छ नि, सानो सानो किरानाहरू, चटपटे पसलहरू जोस ठाउँ ठाउँमा चाहिँ जोस भेटाउन सकिन्छ है। जोस ठाउँ चाहिँ एकदम मलाई चाहिँ बेस्टै लाग्यो। यहाँ चाहिँ ड्र्यागन फ्रुटहरूको खेती चाहिँ गरेछ हौ, दामी छ है। ओके गाइस, अहिले चाहिँ म पुलमा हिँड्दैछु होइन। यो चाहिँ ढलको हो के यस्तो होइन, यो चाहिँ ढलतिरको हो। अब फाइनली चाहिँ म बजारमा आइपुगेँ गाइस। यो चाहिँ बागलुङ हाइवे हो होइन गाइस। अब यस्तै छ है। अब भिडियोलाई चाहिँ यहीँ अन्त्य गर्नु पर्ला जस्तो छ गाइस होइन। भ्यू यहीँ यस्तो छ है। यो चाहिँ बेलुकी पखको सिन हो भनौँ न, भ्यू भनौँ न। ओके गाइस, बाइकसँग कुराकानी पनि गरेँ, एकदम जोस रमाइलो लाग्यो होइन। यहाँ बाटोमा चाहिँ अब अलि भिडभाड अब गाडीको नोइज यताउता सुन्नु सकिन्छ होइन। अब भिडियोलाई चाहिँ अन्त्य गर्नुपर्ने हुन्छ होइन। नेक्स्ट भिडियोमा हजुरमाझ भेट्ने छु होइन। त्यति बेला भिडियोलाई चाहिँ लाइक सब्सक्राइब चाहिँ गर्नु होला भन्दै म आजलाई चाहिँ हजुरमाझ छुट्न चाहन्छु। नेक्स्ट भिडियोमा बबाल तरिकाले भेट्नुपर्ने हुन्छ है त। हल्लै बाई गाइस।